योग के हो? यदि यो प्रश्न तपाईलाई गरियो भने के उत्तर दिनुहुन्छ? योगलाई योगा भन्दै आसन र केही श्वास प्रश्वासको अभ्यास गर्नेले यसलाई एक प्रकारको व्यायाम भनी अर्थ्याउँदा हुन्। तर योगको व्यापकताले गर्दा योग यही मात्र हो, यति मात्र हो भन्न सकिन्न। योगलाई विभिन्न महानुभावले आफ्नै अनुभव र दृष्टिकोणबाट परिभाषित गरेका छन्, जसले यसको व्यापकतालाई दर्शाउँछ। महर्षि अरविन्द, स्वामी शिवानन्द, खप्तड बाबा जस्ता सिद्ध महापुरुष अनुसार जीवनलाई दिव्य बनाउनु योग हो। व्यावहारिक दृष्टिमा हेर्ने हो भने योग जीवन जिउने एउटा सुन्दर कला हो। यसले हामीलाई आजको तनाव र डिप्रेसनको युगमा कसरी सन्तुलित र सुखी जीवन जिउने भन्ने सिकाउँछ। योग विज्ञानका अध्येताहरूको अनुभव बुझ्ने हो भने योग केवल केही आसन वा प्राणायाम मात्र नभई समग्र जीवन पद्धति अथवा सर्वाङ्गीण जीवन दर्शन हो। यसले शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिक सबै पक्षलाई समेट्छ। कसरी समेट्छ भनी प्रश्न गर्ने हो भने उत्तर फेला पर्छ। योगका आसनहरू र प्राणायामले शरीरलाई लचिलो, बलियो र स्वस्थ बनाउँछ। यसले मांसपेशीहरूलाई तन्काउँछ, जोर्नीहरूलाई चलायमान राख्छ, रक्त सञ्चार सुधार गर्छ, पाचन प्रणालीलाई सुचारू बनाउँछ र रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। योग र ध्यानको अभ्यासले मनलाई शान्त र एकाग्र बनाउन मद्दत गर्छ। यसले तनाव, चिन्ता र डिप्रेसन कम गर्छ। एकाग्रता र स्मरण शक्तिमा सुधार आउनु पनि यसैको लक्षण हो। योगले भावनाहरूलाई चिन्न, बुझ्न र व्यवस्थापन गर्न सिकाउँछ। योगको अभ्यासले क्रोध, डर जस्ता नकारात्मक भावनाहरूलाई कम गर्न मद्दत गर्छ। यसले आफूप्रति करुणा र अरूप्रति पनि सहानुभूति विकास गर्न पनि प्रोत्साहित गर्छ। अझ वैदिक संस्कृतिले त योगको मूल उद्देश्य चेतनाको उच्च अवस्थामा पुग्नु वा आत्मसाक्षात्कार गर्नु हो भनी दर्शाएको छ। यसैलाई भगवत प्राप्ति, ईश्वर प्राप्ति जस्ता शब्दले पनि जनाउने गरिन्छ। यो अभ्यासले व्यक्तिले आफ्नो भित्री स्वरूप आत्मसँग जोड्न मद्दत गर्छ, जीवनको गहिरो अर्थ र उद्देश्य पत्ता लगाउन प्रेरित गर्छ। यसैले योगलाई प्राय समग्र जीवन पद्धति वा सर्वाङ्गीण जीवन दर्शनको रूपमा परिभाषित गरिन्छ। त्यस्तै अध्यात्म वैज्ञानिकहरूको दृष्टिकोणमा योग अन्य सबै विज्ञानभन्दा माथि चेतनाको महाविज्ञान हो। र अन्ततः हाम्रा पूज्य ऋषि महर्षिहरूको भनाइमा हेर्ने हो भने योग समाधिको महायात्रा हो। योग परम शान्ति र एकाग्रता प्राप्त गर्ने, आन्तरिक स्वरूपसँग जोडिने आध्यात्मिक बाटो हो। यी विभिन्न परिभाषाहरूले योगलाई एउटा साधारण व्यायाम भन्दा धेरै माथि उठेर एक गहन र व्यापक जीवनशैली, एउटा दर्शन र विज्ञानका रूपमा प्रस्तुत गर्दछ। र समग्रमा भन्नुपर्दा विश्वका लागि योग सनातन संस्कृतिको एउटा अमूल्य उपहार हो। यस उपहारको महत्वलाई बुझेर नै सन् 2014 डिसेम्बर 11 मा संयुक्त राष्ट्र संघले जुन 21 लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउने घोषणा गरिसकेको छ। यसको महत्वलाई बुझेर नै संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोले सन् 2016 मा